हेलो एभ्रिवान वेलकम टु दिस भिडियो। आजको भिडियोमा चाहिँ तपाईहरू आफ्नो वेबसाइटमा ई-सेवा कसरी इम्प्लिमेन्ट गर्नुहुन्छ, ई-सेवा कसरी इन्टिग्रेट गर्ने भन्ने कुरा चाहिँ सिक्न गइरहेको छौँ हामी। र ई-सेवा इन्टिग्रेट गर्नको लागि भनेको एकदमै धेरै सजिलो छ, त्यस्तो अप्ठ्यारो छैन। सो तपाईहरू स्टेप बाई स्टेप फलो गर्नु होला, सजिलै बुझ्नु पनि हुनेछ। र मैले यो ट्युटोरियलको लागि भनेको फ्रन्ट एन्डमा रियाक्ट जेएस युज गरेको छु र ब्याक एन्डमा भनेको एक्सप्रेस युज गरेको छु। तपाईँले जुनमा तपाईँ फेमिलियर हुन्छ त्यसमा तपाईँले गर्दाखेरि हुन्छ। तपाईँले यो भिडियो एकचोटि हेर्नुभयो भने कसरी गर्ने आफ्नो टेकमा भन्ने कुरा पनि बुझिहाल्नुहुन्छ होइन। ओके, अब चाहिँ हामी एक्चुअल कोडिङतिर लाग्यौँ होइन। मसँग इनिसियली चाहिँ एउटा सिम्पल रियाक्ट कम्पोनेन्ट छ। यो रियाक्ट कम्पोनेन्टले केही पनि गरेको छैन, यसमा लोजिक भनेको केही पनि छैन पेमेन्टको। बस हामीले यो युआई रेन्डर गरेको छ। युआईमा भनेको हामीले कति एमाउन्ट पे गर्नुपर्ने हो त्यो छ। अनि एउटा इन्क्रिज एमाउन्ट भन्ने बटन छ जसले एमाउन्ट इन्क्रिज गर्छ, र पे विथ ई-सेवा भन्ने बटन छ जुन हामीले क्लिक गरेपछि भनेको हाम्रो ई-सेवा चाहिँ हाम्रो पेमेन्ट फ्लो भनेको स्टार्ट हुन्छ होइन। अहिले भनेको यो बटनले काम गर्दैन। यसको फङ्सनालिटी चाहिँ अब हामी यहाँनिर कोड गर्छौँ है त। सो जब हाम्रो यो पे विथ ई-सेवा भन्ने बटन छ, यसमा क्लिक हुँदाखेरि हाम्रो ह्यान्डल पेमेन्ट भन्ने फङ्सन कल भइरहेको छ। सो हामीले जति पनि काम गर्ने हो यो ह्यान्डल पेमेन्ट भन्ने फङ्सनभित्र काम गर्ने हो। र एडिसनल्ली मसँग यो पेज सहित अरू दुईवटा पनि पेज छ। एउटा भनेको फेल्युर पेज छ जसमा भनेको यदि हाम्रो ट्रान्ज्याक्सन फेल भयो भने हामी यो पेजमा जान्छौँ, र अर्को सक्सेस पेज छ, यदि हाम्रो ट्रान्ज्याक्सन सक्सिड भयो भने चाहिँ हामी यो पेजमा जान्छौँ होइन। यिनीहरूमा पनि अहिले युआई ब्याक केही पनि छैन। सो अब ह्यान्डल पेमेन्ट भन्ने बटनमा हामी के गर्छौँ त, सुरुमा ट्राई क्याच स्टार्ट गर्छौँ। र यदि हाम्रो केही कतैमा एरर आयो भने हामी अलर्ट गर्छौँ होइन, एरर वाइल पेइङ भनेर। अनि कन्सोल डट एरर गरौँ, एररलाई हामी बस कन्सोल गरिदिउँ यहाँनिर, अरू केही पर्दैन। हामी एउटा स्टेट बनाउँछौँ होइन, जुनले युज गरेर चाहिँ हाम्रो अहिले लोडिङ हुँदैछ कि छैन भन्ने कुरा हुन्छ है त। सुरुमा फल्स हुन्छ र ह्यान्डल पेमेन्ट स्टार्ट हुने बित्तिकै हाम्रो के हुन्छ त, ह्यान्डल पेमेन्ट स्टार्ट हुने बित्तिकै हाम्रो सुरुमा लोडिङ स्टार्ट हुन्छ नि त। सो हामीले सेट लोडिङलाई ट्रु गर्छौँ र फाइनल्ली अब एरर आए पनि नआए पनि हाम्रो यिनीहरू सबै काम भइसकेपछि चाहिँ हाम्रो लोडिङ फल्स हुन्छ। सो सेट लोडिङलाई फल्स गरौँ होइन। यो लोडिङ भनेको चाहिँ हाम्रो यो जुन बटन छ नि, यो बटनलाई डिसेबल गर्नको लागि युज हुन्छ होइन, किनकि एउटा पेमेन्ट भइरहेको बेलामा अर्को पेमेन्ट स्टार्ट हुनु भएन नि त। सो यदि हाम्रो लोडिङ हुँदैछ भने यो बटनलाई हामी डिसेबल गर्छौँ है। अब त्यसपछि हामी के गर्छौँ भन्दाखेरि ह्यान्डल पेमेन्टमा भनेको हामी सुरुमा एउटा युआइडी क्रिएट गर्छौँ। युआइडी किन क्रिएट गर्छौँ त भन्दाखेरि यहाँ ई-सेवाको डकुमेन्टेसनमा हामी हेर्छौँ यो जुन फर्म हुन्छ नि, ओके हामीले ई-सेवामा हामीले पेमेन्ट गर्दा के गर्नुपर्छ भन्दाखेरि यसरी एउटा फर्म क्रिएट गर्नुपर्छ। अनि नम्बर अफ इनपुट्सहरू हुन्छ, फिल्डहरू हुन्छ, यिनीहरू फिल्डहरू क्रिएट गरेर चाहिँ हामीले भित्रभित्रै युजरलाई नदेखाइकन भित्रभित्रै एलिमेन्टहरू क्रिएट गरेर तिनीहरूको भ्यालुहरू सेट गरेर त्यसलाई सबमिट गर्नुपर्ने हुन्छ होइन। र यिनीहरूमध्ये एउटा टेक्स्ट एउटा हाम्रो फिल्ड के छ त भन्दाखेरि यहाँनिर ट्रान्ज्याक्सन युआइडी छ। यो ट्रान्ज्याक्सन युआइडी भनेको चाहिँ कुनै पनि पेमेन्टलाई युनिकली आइडेन्टिफाई गर्छ। यसको लागि हामीलाई युआइडी क्रिएट गर्नको लागि हामी एउटा युआइडी भन्ने प्याकेजलाई इन्स्टल गर्छौँ। अनि युआइडी प्याकेजलाई इन्स्टल गरेर के गर्छौँ त, ओके युआइडी प्याकेज इन्स्टल गरेर हामी इम्पोर्ट गर्छौँ फ्रम युआइडीबाट हामी के इम्पोर्ट गर्छौँ त भन्दाखेरि यसको भर्जन 4 होइन, भर्जन 4 एज युआइडी v4। हामी यसरी एलआइएस नेम दिन्छौँ ल होइन, युआइडी v4 भनेर एलआइएस नेम दिन्छौँ। अनि यति दिएपछि हाम्रो यहाँनिर कन्स्ट युआइडी इक्वल्स टु, यसलाई युआइडी नलेखौँ कि त, यसलाई हामी लेखौँ न्यू युआइडी भनेको हामीले एउटा नयाँ युआइडी क्रिएट गरौँ जुन भनेको हाम्रो युआइडी v4 भन्ने फङ्सनले दिन्छ। यसो गरेपछि हाम्रो ट्रान्ज्याक्सनको एउटा नयाँ युआइडी बन्यो। अब मैले भने नि होइन, यिनीहरू सबको लागि हामीलाई एउटा इनपुट फिल्ड चाहिन्छ भनेर। सो यिनीहरू सबलाई नि हामी एउटा अब्जेक्ट क्रिएट गरौँ होइन, अब्जेक्ट क्रिएट गरेर यिनीहरूलाई चाहिँ हामीले स्टोर गरेर राखौँ क्या। र यसमा ख्याल गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यसको नेमहरू जुन छ नि यिनीहरू भनेको एक्ज्याक्ट म्याच हुनुपर्छ ल। यसको केस सेन्सिटिभिटी हुन्छ पुरै। सो यहाँनिर यो भ्यालु यसको नाम जे छ यो नाम चाहिँ एक्ज्याक्ट हुनु पऱ्यो है त।
सो मैले यो पुरै अब्जेक्टलाई नि अहिलेको लागि कपी गरेँ। अब्जेक्टलाई कपी गरेर यहाँनिर कन्स्ट फर्म डेटा, है फर्म बनाउने हो नि त, फर्म डेटा इक्वल्स टु गरेर यसलाई मैले पेस्ट गरेँ है त। सो एमाउन्ट भनेको हाम्रो के हुन्छ त, यहाँ माथिको जुन एमाउन्ट हुन्छ नि हो त्यो हुन्छ है। एमाउन्ट भनेको यो माथिको स्टेट एमाउन्ट हुन्छ। फेलियर युआरएल भनेको यदि हाम्रो ट्रान्जेक्सन फेल भयो भने ई सेवाले कुन युआरएलमा हामीलाई पुस गरिदिन्छ त भन्ने कुरा हो। यसको लागि हामीसँग के छ त, लोकल होस्ट 5173 स्ल्यास फेल्युर भन्ने छ होइन। सिमिलरली अर्को सक्सेस युआरएल भन्ने पनि छ यहाँ तल। सक्सेस युआरएलको लागि भनेको नि हामी सिम्पल यहाँनिर सक्सेस युआरएलमा हामी यसरी पठाइदिन्छौँ। अनि प्रडक्ट डेलिभरी चार्ज, यदि तपाईँको प्रडक्टको डेलिभरी चार्ज लाग्छ भने त्यो यहाँ लेखिदिनु होला। सर्भिस चार्ज यहाँनिर हुन्छ। र प्रडक्ट कोड जुन छ, यो प्रडक्ट कोड भनेको चाहिँ मर्चेन्ट आइडी हो होइन, मर्चेन्ट आइडी हो, मर्चेन्ट कोड भन्छ या फिर मर्चेन्ट आइडी भन्छ। यो भनेको चाहिँ जब तपाईँ एउटा मर्चेन्टको रूपमा ई सेवासँग रेजिस्टर गर्नुहुन्छ, ई सेवाले तपाईँलाई प्रोभाइड गर्छ। र हामीले यो टेस्टिङको लागि चाहिँ हामी इपे टेस्ट भनेर युज गर्छौँ। यो कुराहरू तपाईँले यहाँनिर टेस्ट क्रेडेन्सियल्समा पनि भेट्नुहुन्छ। यहाँनिर हेर्नुभयो भने हामीले मर्चेन्ट आइडी या फिर सर्भिस कोड टेस्टिङको लागि इपे टेस्ट युज गर्न सक्छौँ र यहाँनिर त्यही युज गरेको। सिमिलरली सिग्नेचर जुन छ, सिग्नेचर भनेको अहिले हामी एम्प्टी स्ट्रिङ राख्छौँ, किनकि सिग्नेचर भनेको हाम्रो हरेक पेमेन्टको लागि हामीले युनिक एउटा सिग्नेचर क्रिएट गर्नुपर्ने हुन्छ बाई युजिङ सिक्रेट। र त्यो सिक्रेट भनेको पनि हामीलाई अहिलेको लागि यो हुन्छ होइन, टेस्टिङको लागि। तर प्रोडक्सनको लागि भनेको तपाईँलाई ई सेवाले यो पनि प्रोभाइड गर्छ तपाईँ रेजिस्टर गरिसकेपछि। साइन फिल्ड भनेको चाहिँ यो सिग्नेचर क्रिएट गर्नको लागि हामीले कुन कुन फिल्ड युज गर्ने भन्ने कुरा हो। र एक्ज्याक्टली यही भ्यालु हुनुपर्छ ल यसमा। यसमा तपाईँको कुनै अप्सन छैन, यो जे छ यो ठ्याक्कै यही कपी पेस्ट गर्नुपर्ने हुन्छ। नो स्पेस नथिङ एल्स, यहाँ जे छ त्यही। अनि ट्याक्स एमाउन्ट भनेको यदि ट्याक्स युज हाल्नुहुन्छ भने यहाँ ट्याक्स हाल्नु, होइन भने 0 राख्दा भयो। अनि टोटल एमाउन्ट भनेको हाम्रो केही अरू सबै 0 भएपछि अहिलेको लागि हाम्रो एमाउन्ट नै हुन्छ। तर यदि तपाईँको ट्याक्स एमाउन्टहरू छ भने यो सबैलाई जोडेर राख्नु होला टोटल एमाउन्टमा। अनि यिनीहरू 0 छ भन्दैमा यसलाई हटाउने होइन, यिनीहरू एकदमै रिक्वायर्ड फिल्डहरू हो। त्यही भएर तपाईँहरूले यिनीहरूलाई राख्नुपर्ने हुन्छ। अब ट्रान्ज्याक्सन युआइडी भनेको हामीले अहिले भर्खर माथि क्रिएट गरेको नयाँ आइडी हुन्छ, न्यू अन्डरस्कोर युआइडी भनेर। ओके, यति गरेपछि हामीलाई चाहिने फर्म डेटाहरू भनेको यति हो। अब यहाँनिर के हेर्नुहुन्छ भन्दाखेरि सिग्नेचर भनेको हाम्रो खाली छ नि त, सिग्नेचर खाली भयो भने त काम लाग्दैन। सो हामीले अब सिग्नेचर क्रिएट गर्नुपर्ने हुन्छ। सिग्नेचर क्रिएट गर्नको लागि चाहिँ हामी ब्याकएन्डमा जान्छौँ होइन, किनकि सिग्नेचर भनेको एकदमै धेरै सेन्सिटिभ कुरा हो होइन। सिक्रेट हामी युज गर्छौँ नि त, ई सेवा सिक्रेट युज गरेर। सो त्यो ई सेवा सिक्रेट भनेको एकदमै धेरै सेन्सिटिभ कुरा हो। यसलाई हामीले फ्रन्ट एन्डमा कहिले पनि हामीले सिक्रेटलाई युज गर्नु हुँदैन। यसलाई सिर्फ ब्याकएन्डमा युज गरेर हामीलाई बस फ्रन्ट एन्डमा हामीले क्रिएट गरेको सिग्नेचर मात्रै पठाउनु पर्ने हुन्छ। So for that purpose, I am going to create a new backend now. ओके, अब ब्याकएन्ड क्रिएट गर्नको लागि मेरो लागि भनेको अहिलेको लागि चाहिँ म एक्सप्रेस युज गर्नेवाला छु। तर तपाईँहरू भनेको जेसँग फेमिलियर हुन्छ तपाईँ त्यही युज गर्दा हुन्छ। भेरी सिम्पल, हामीले बस 2टा एन्ड पोइन्ट मात्रै क्रिएट गर्ने हो। सो यहाँनिर हेरेर कसरी क्रिएट गर्ने भन्ने कुरा तपाईँले आफ्नो टेक स्ट्याकमा कसरी क्रिएट गर्ने भन्ने कुरा आइडिया पाइहाल्नुहुन्छ है त। यसको लागि मैले एउटा ब्याकएन्ड भन्ने फोल्डर क्रिएट गरेँ। अब ब्याकएन्ड भन्ने फोल्डरमा हामी के गर्छौँ त, एउटा नयाँ प्रोजेक्टलाई म इनिसियलाइज गर्छु है त। सो सिडी ब्याकएन्ड गरेँ मैले, अनि npm init-y गरेपछि हाम्रो यहाँनिर एउटा नयाँ नोड प्रोजेक्ट स्टार्ट हुन्छ। यहाँनिर म टाइप भनेको चाहिँ मोडल दिनेवाला छु, अनि एउटा स्क्रिप्ट पनि दिन्छु डेभ भन्ने, ताकि हामी सजिलै यसलाई रन गर्न सकौँ होइन। डेभमा म के दिन्छु त भन्दाखेरि नोड वाच index.js, यो index.js भन्ने फाइल पनि हामी यहाँ बनाउँछौँ, index.js भनेर। र हाम्रो यहाँ ब्याकएन्डको लागि मलाई के प्याकेज चाहिन्छ त भन्दाखेरि एक्सप्रेस चाहिन्छ हाम्रो सर्भर बनाउनको लागि, .env चाहिन्छ इन्भाइरोमेन्ट भेरिएबलहरू युज गर्नको लागि, कोर्स चाहिन्छ हामीलाई, कोर्स जुन एरर हुन्छ त्यसलाई हटाउनको लागि, र अर्को भनेको हामीलाई crypto.js भन्ने प्याकेज चाहिन्छ जुन हामीले सिग्नेचर क्रिएट गर्छौँ नि हो त्यसलाई इन्क्रिप्ट गर्नको लागि होइन। हामीलाई SHA-256 भन्ने एल्गोरिदम युज गरेर हामीले सिग्नेचर क्रिएट गर्नुपर्ने हुन्छ। सो म यहाँ एउटा सिम्पल एक्सप्रेसको यो क्रिएट गर्छु है त ल। यहाँनिर जस्तै मैले एक्सप्रेस डकुमेन्टेसनमा गयो भने एउटा सिम्पल बोइलर प्लेट जुन हुन्छ यसलाई मैले ल्याएर यहाँनिर पेस्ट गरेँ है। यहाँनिर होइन, दिस सुड बी इम्पोर्ट एक्सप्रेस फ्रम
हामीले मोड युज गरेको छौँ नि त, त्यही भएर हामीले यस्तो गर्नुपर्ने हुन्छ। सो हाम्रो यहाँनिर लिसनिङ स्टार्ट भइसक्यो होइन 3000मा। ओके, जस्तै मैले यहाँनिर अहिले लोकल होस्ट 3000मा गयो भने हामी यहाँ हेलो वर्ल्ड देख्न सक्छौँ। यो भनेको हाम्रो यो जुन बेसिक छ नि एन्ड पोइन्ट, यो एन्ड पोइन्टबाट आएको होइन। सो भनेपछि हाम्रो यसले काम गरिरहेछ भन्ने त भयो नि त। सो यसलाई हटाऊँ र म यहाँ के गर्छु त भन्दाखेरि एक दुईवटा मिडलवेयर युज गर्छु। द भेरी फर्स्ट वान इज एप डट युज एक्सप्रेस डट जेसन, हाम्रो जुन बडीमा जेसन डाटाको हुन्छ त्यसलाई पार्स गर्नको लागि युज हुन्छ। अनि एप डट युज कोर्स युज गर्छौँ। कोर्सलाई मैले इम्पोर्ट पनि गर्नुपर्ने हुन्छ यहाँनिर, इम्पोर्ट कोर्स फ्रम कोर्स गरेर अनि इम्पोर्ट डट इएनबी फ्रम डट इएनबी भनेर पनि भन्छु। अनि डट इएनबीलाई हामी यहाँनिर कन्फिगरेसन पनि गर्छौँ होइन, डट इएनबी डट कन्फिग गरेर है। अब इन्भाइरोमेन्ट भेरिएबल राख्नको लागि हामी एउटा डट इएनबी भन्ने फाइल पनि बनाऊँ। र यो डट इएनबी भन्ने फाइलमा हामी के युज गर्छौँ त, के राख्छौँ त भन्दाखेरि यो ई सेवाको सिक्रेट की होइन, हाम्रो डेभलपमेन्टको लागि युज हुने हो यो, प्रोडक्सनको लागि तपाईँलाई ई सेवाले दिनेछ यो है। यसलाई मैले नाम राख्ने भए ई सेवा अन्डरस्कोर सिक्रेट भनेर है। सो हाम्रो इन्भाइरोमेन्ट भेरिएबल पनि भयो। अब हाम्रो सुरुमा तपाईँलाई म के देखाउन चाहेँ त भन्दाखेरि हामीले सिग्नेचर कसरी क्रिएट गर्छौँ भन्ने कुरा होइन। जस्तै मसँग एउटा सिम्पल यहाँनिर डायग्राम छ। हामीसँग एउटा SHA-256 भन्ने एल्गोरिदम हुन्छ होइन, यो भनेको इन्क्रिप्टिङ एल्गोरिदम हो। सो हामी के गर्छौँ त, जम्मा साइन गर्ने हाम्रो भेरिएबल यति तिनवटा हो, टोटल अमाउन्ट, प्रडक्ट कोड र ट्रान्ज्याक्सन युआइडी। यिनीहरू तिनवटा युज गरेर यिनीहरू तिनवटालाई हामीले इन्क्रिप्ट गर्छौँ बाई युजिङ ई सेवा सिक्रेट। हामीले जुन अहिले कपी गऱ्यौँ नि ई सेवा सिक्रेट, यो ई सेवा सिक्रेट युज गरेर यिनीहरू तिनवटालाई हामी इन्क्रिप्ट गर्छौँ बाई युजिङ दिस SHA-256 एल्गोरिदम। यो क्रिएट गरेपछि एउटा हामी सिग्नेचर आउँछ र यो सिग्नेचरलाई फाइनल्ली बेस 64मा इन्कोड गरिसकेपछि हाम्रो फाइनल सिग्नेचर आउँछ क्या, जुन चाहिँ हामीले फर्ममा युज गर्न सक्छौँ। अब हामीले यो यिनीहरूलाई चाहिँ कसरी पास गर्नुपर्छ त भन्दाखेरि यसरी, जस्तै यहाँ इक्जाम्पल छ नि, टोटल एमाउन्ट इक्वल्स टु द्याट समथिङ कमा ट्रान्ज्याक्सन युआइडी इक्वल्स टु ट्रान्ज्याक्सन युआइडी कमा प्रडक्ट कोड इक्वल्स टु प्रडक्ट कोड गरेर यो कुरा तपाईँले यहीँनिर पनि देख्न सक्नुहुन्छ। यहाँ पनि के भनेको छ भन्दाखेरि एकदम स्ट्रिक्ट तरिकाले युज गर्नुपर्ने हुन्छ हामीले यसलाई। यहाँ हेर्नु चाहिँ यसरी यो फर्ममा युज गर्नुपर्ने हुन्छ क्या, यो फर्ममा हाम्रो स्ट्रिङ बनाउनु पर्ने हुन्छ। त्यसपछि जस्तै म तपाईँलाई देखाइहाल्छु अहिले। सो ब्याकएन्डमा हाम्रो के हुन्छ त, ब्याकएन्डमा जम्मा हामीलाई दुईवटा एन्ड पोइन्ट चाहिन्छ। एउटा एन्ड पोइन्ट भनेको हाम्रो सिग्नेचर क्रिएट गर्नको लागि र अर्को एन्ड पोइन्ट भनेको चाहिँ जब हाम्रो ट्रान्ज्याक्सन कम्प्लिट हुन्छ नि, ट्रान्ज्याक्सन कम्प्लिट भएपछि हाम्रो ट्रान्ज्याक्सन चाहिँ सक्सेस भयो कि भएन भन्ने कुरा भेरिफाई गर्नको लागि। सो हामी फर्स्टवाला बनाइहालौँ जुन हुन्छ हाम्रो स्ल्यास सिग्नेचरमा होइन, यो भनेको एउटा पोस्ट हुन्छ। सो रिक्वेस्ट कमा रेस्पोन्स गरौँ। यहाँभित्र हाम्रो ट्राई क्याचमा हामी क्याचमा के गर्छौँ त भन्दाखेरि क्याचमा भनेको सुरुमा कन्सोल डट एरर गर्छौँ। अनि सिमिलरली हामी पठाउँछौँ अगाडि चाहिँ रिटर्न रेस्ट डट स्टाटस अफ 500 डट जेसन मेसेज के पठाउँछौँ त, इन्टरनल सर्भर एरर भनेर मेसेज पठाउँछौँ यदि केही एरर क्रिएट भयो भने, एरर भयो भने होइन। अब यदि कुनै पनि एरर भएन भने हामी के गर्छौँ त, फ्रन्ट एन्डबाट सुरुमा हामीलाई चाहिएको कुराहरू हामी एक्सेप्ट गर्छौँ होइन। यसको लागि हामी के गर्छौँ त, यसलाई हामी डिस्ट्रक्चर गर्छौँ फ्रम रिक्वेस्ट डट बडीबाट है। रिक्वेस्ट डट बडीबाट एक्सेप्ट गर्नको लागि तपाईँले यो एक्सप्रेस डट जेसन मिडलवेयर युज गर्नुपर्ने हुन्छ, होइन भने यहाँ एरर आउन सक्छ। सो हामीलाई साइन फिल्डहरू के छ त, हामीलाई चाहिएको साइन फिल्डहरू भनेको जस्तै हामीले यहाँनिर यहाँ हेऱ्यौँ भने हाम्रो साइन फिल्ड भनेको यति तिनवटा हो नि त, टोटल अमाउन्ट, ट्रान्ज्याक्सन युआइडी र प्रडक्ट कोड। यसैलाई म कपी गर्छु, कपी गरेर यहाँनिर ल्याएर पेस्ट गर्छु होइन। यो कुरा हामी एकछिनमा फ्रन्ट एन्डबाट पठाउँछौँ, हामी यहाँ ब्याक एन्डमा यसरी लिन्छौँ। यसरी लिइसकेपछि अब हामी के गर्छौँ त भन्दाखेरि एउटा ह्यास स्ट्रिङ क्रिएट गर्छौँ। ह्यास स्ट्रिङ भनेको सिमिलर टु दिस हुन्छ ल, यसैलाई चाहिँ हामीले ह्यास गर्ने हो नि त। सो कन्स्ट ह्यास स्ट्रिङ इक्वल्स टु ब्याकटिक्समा म यो राख्छु होइन। यहाँनिर के कुरा भन्दाखेरि यहाँ कुनै पनि स्पेस हुनु हुँदैन, सबै स्मल लेटरमा हुन्छ विथ अन्डर केस। यो ठ्याक्क यही हुनुपर्छ ल फर्मेट भनेको चाहिँ। अनि यहाँ ट्रान्ज्याक्सन एमाउन्टमा भनेको
म राख्छु माथिबाट आएको टोटल एमाउन्ट, सरी ट्रान्ज्याक्सन होइन टोटल एमाउन्ट। ट्रान्ज्याक्सन युआइडीमा भनेको म माथिबाट आएको युआइडी होइन, ट्रान्ज्याक्सन युआइडी राख्छु र प्रडक्ट कोडमा भनेको नि हाम्रो फ्रन्ट एन्डबाट आएको प्रडक्ट कोड राख्छु। सो यति भएपछि हाम्रो ह्यास स्ट्रिङ क्रिएट भयो। ह्यास स्ट्रिङ क्रिएट गरेपछि हामी सुरुमा के गर्छौँ त, एउटा सिग्नेचर होइन साइन भनेर राखौँ। ओके, यो साइन क्रिएट गर्नको लागि हामी यहाँनिर क्रिप्टोजेएसलाई इम्पोर्ट गर्छौँ। इम्पोर्ट क्रिप्टोजेएस फ्रम क्रिप्टोजेएस। यहाँबाट हामी क्रिप्टोजेएसलाई इम्पोर्ट गर्छौँ र साइन इक्वल्स टु के हुन्छ त हाम्रो क्रिप्टोजेएस डट SHA-256 HMAC SHA-256 र यसमा हामी के हुन्छ त हाम्रो ह्यास स्ट्रिङ, हामीले ह्यास स्ट्रिङलाई इन्कोड गर्ने हो बाई युजिङ के त भन्दाखेरि प्रोसेस डट ENB डट इसेवा सिक्रेट होइन, हामीले जुन सिक्रेट छ यो सिक्रेट युज गरेर हामीले यसलाई इन्क्रिप्ट गर्ने हो नि त। सो यति गरेपछि हाम्रो इन्क्रिप्ट हुन्छ, सिग्नेचर इन्क्रिप्ट हुन्छ होइन। अब सिग्नेचर इन्क्रिप्ट भइसकेपछि हामीले यसलाई अझै बेस 64मा लानुपर्ने छ नि त। सो हाम्रो कन्स फाइनली हाम्रो सिग्नेचर आउँछ इक्वल्स टु क्रिप्टोजेएस डट ENC डट बेस 64 गर्छौँ हाम्रो साइनलाई होइन। साइनलाई हामीले यसलाई स्ट्रिङ्गिफाई पनि गर्नुपर्ने हुन्छ डट स्ट्रिङ्गिफाई साइन। यति गरेपछि हाम्रो एक्चुअल सिग्नेचर फर्ममा युज गर्न मिल्ने सिग्नेचर आउँछ र फाइनल्ली यसलाई म रिटर्न गर्छु रेस डट जेसन विथ सिग्नेचर यसरी है। हामीले नि सिग्नेचर नामले पठाएको छौँ है, यो कुरा याद राख्नु होला। एकछिनमा हामीले फ्रन्ट एन्डमा युज गर्दाखेरि पनि यही सिग्नेचर भनेर नि युज गर्नेछौँ। अब हामी के गर्छौँ भन्दाखेरि अर्को एपिआई एन्ड पोइन्ट क्रिएट गर्छौँ जुन चाहिँ हाम्रो भेरिफाई गर्नको लागि हुन्छ है त। सो हामी एप डट पोस्ट आउट गर्छौँ अर्को फेरि यहाँनिर भनेको /भेरिफाई भन्ने एउटा एन्ड पोइन्ट बनाउँछौँ। एन्ड यो भनेको चाहिँ हाम्रो असिङ्क्रोनस हुन्छ है, असिङ्क्रोनस रिक्वेस्ट कमा रेस्पोन्स। यहाँभित्र हामी ट्राई क्याच भनेको सेम अगाडिको जस्तै हुन्छ। सो यसलाई कपी गरेर पेस्ट गरौँ यहाँनिर। अनि यहाँ माथि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि ट्राईमा भनेको जुन एउटा इसेवाले अर्को पनि एउटा एन्ड पोइन्ट दिन्छ होइन, जसमा चाहिँ हामीले भेरिफाई गर्न मिल्छ क्या। कहाँ छ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ स्ट्याटस चेक गर्न मिल्छ। सो टेस्ट गर्नको लागि हामी यो युआरएल युज गर्छौँ र प्रोडक्सनको लागि हामी यो युआरएल युज गर्छौँ। यसको लागि पनि हामीलाई के चाहिन्छ त भन्दाखेरि प्रडक्ट कोड चाहिन्छ, टोटल एमाउन्ट चाहिन्छ र ट्रान्ज्याक्सन युआइडी चाहिन्छ। सो यसलाई मैले कपी गरेँ अनि यहाँ के गरेँ त भन्दाखेरि कन्स्ट रेस्पोन्स इक्वल्स टु अवेट फेच गरेँ होइन। ब्याकटिक्समा मैले यो राखेँ है त, यो भनेको हाम्रो एन्ड पोइन्ट हो होइन। अनि यहाँनिर के हुन्छ त भन्दाखेरि यो जुन इपे टेस्टहरू हुन्छ नि, इपे टेस्टहरूको ठाउँमा चाहिँ हामीले यसको लागि पनि हामी फ्रन्ट एन्डबाट लिन्छौँ क्या। यहाँनिर कन्स्ट समथिङ इक्वल्स टु रिक्वेस्ट डट बडी होइन, त्यो समथिङ भनेको यहाँ माथि जे लेखेको छ त्यही नै हुन्छ। सो यसलाई हामीले पेस्ट गरिसकेपछि हामीले सिम्पल यहाँनिर इपे टेस्टको ठाउँमा डलर प्रडक्ट कोड युज गर्न सक्छौँ होइन। अनि यहाँ 100को ठाउँमा टोटल एमाउन्ट एन्ड सिमिलरली हाम्रो युआइडीको ठाउँमा भनेको ट्रान्ज्याक्सन युआइडी आउँछ। सो यति गरेपछि हाम्रो रेस्पोन्स आउँछ। अनि रेस्पोन्स कस्तो खालको आउँदो रहेछ भनेर हेर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ यस्तो खालको हुन्छ रेस्पोन्स। र यसमा स्पेसिफिकली हामीलाई चाहिने भनेको स्ट्याटस हो, यो कम्प्लिट भयो भने चाहिँ ठिक छ यो कम्प्लिट भइसक्यो भन्ने हुन्छ। र यदि यसको यो भन्दा बाहेक अरू जुन पनि छ भने हाम्रो कम्प्लिट भएको छैन भन्ने हो नि त। सो हामीलाई कि त कम्प्लिट भएको चाहिन्छ कि त कम्प्लिट नभएको त चाहिने हो। सो त्यही भएर हामी के गर्छौँ भन्दाखेरि रिजल्ट इक्वल्स टु अवेट रेस्पोन्स डट जेसन गर्छौँ होइन। र यति गरेपछि हामी के गर्छौँ त हामी यहाँ चेक गर्छौँ यदि रिजल्ट डट स्ट्याटस भनेको चाहिँ कम्प्लिट, यदि हाम्रो रिजल्ट डट स्ट्याटस यदि कम्प्लिट छ भने हाम्रो के हुन्छ त भन्दाखेरि हाम्रो एकदम ठिक रहेछ भन्ने भयो नि त। सो हामी यहाँनिर रिटर्न गर्छौँ रेस डट जेसन रिटर्न गर्छौँ र यहाँनिर के हुन्छ त भन्दाखेरि सक्सेस ट्रु भनेर भन्छौँ होइन। भन्ने मतलब यो भेरिफाई भएको छ है भनेर भन्छ। अनि डेटा भनेको हामी रिजल्ट यसरी पठाइदिन्छौँ।
अनि यदि केही कथम हाम्रो कम्प्लिट छैन भने त अब यहाँ तल आउने हो नि त। सो हामी बल्ल यहाँ रिटर्न गर्न सक्छौँ रेस्ट डट जेसन। तर योपालि भनेको सक्सेस भनेको फल्स हुन्छ र रिजल्ट भनेको त्यही रिजल्ट नै जान्छ है। अब हाम्रो ब्याकएन्डको काम सकिसक्यो। त ब्याकएन्डमा अब युज गरेको हामीले बनाएको जुन सिग्नेचर छ हो त्यो सिग्नेचरलाई हामी यहाँ युज गर्छौँ है त। सो सिग्नेचरलाई युज गर्नको लागि हामी के गर्छौँ, सुरुमा एउटा रिक्वेस्ट पठाउनु पर्ने हुन्छ। सो हामी रेस्पोन्स हामी के लिन्छौँ त भन्दाखेरि अवेट फेच रिक्वेस्ट पठाउँछौँ हामी ब्याकएन्डमा। र हाम्रो ब्याकएन्डको युआरएल के हुन्छ त भन्दाखेरि लोकल होस्ट :3000/सिग्नेचर भन्ने छ नि त हाम्रो। यहाँनिर तपाईँले हाम्रो इन्डेक्स डट जेएसमा हेर्नुभयो भने यहाँनिर /सिग्नेचर भन्ने छ नि त। सो हामीले यहाँ /सिग्नेचर भनेर राख्यौँ। र यसमा भनेको हाम्रो मेथड के थियो त, मेथड भनेको हुन्छ हाम्रो पोस्ट। अनि हेडर्समा भनेको हामीले कन्टेन्ट टाइप दिनुपर्ने हुन्छ जुन हुन्छ applications/जेसन भनेर। फाइनल्ली हाम्रो बडीमा दिनुपर्ने हुन्छ के त भन्दाखेरि जेसन डट स्ट्रिङ्गिफाई। हामीले के दिनुपर्ने हुन्छ बडीमा, यहाँ हामीले हेरेकै छौँ टोटल एमाउन्ट, ट्रान्ज्याक्सन युआइडी र प्रडक्ट कोड, यति तिनवटा दिनुपर्ने हो नि त। सो यति तिनवटालाई मैले यहाँ पेस्ट गरेँ होइन। सो यो टोटल एमाउन्ट जुन छ, टोटल एमाउन्ट भनेको हुन्छ हाम्रो फर्म डेटा डट टोटल अमाउन्ट। यसले ट्रान्ज्याक्सन युआइडी हुन्छ हाम्रो फर्म डेटा डट ट्रान्ज्याक्सन युआइडी एन्ड प्रडक्ट कोड हुन्छ हाम्रो फर्म डेटा डट प्रडक्ट कोड हुन्छ होइन। यो फर्म डेटा भनेको यही माथिको फर्म डेटा हो, यहीँबाट आउने हो, हामीले यसैलाई युज गर्ने हो नि त। सो यति गरेपछि हाम्रो यहाँबाट रेस्पोन्स आउँछ। अब हामी के गर्छौँ त, हामीले सिग्नेचरलाई यहाँबाट हामी डिस्ट्रक्चर गर्छौँ होइन, अवेट रेस्पोन्स डट जेसन गरेर। हामीले यहाँ सिग्नेचर यसरी किन डिस्ट्रक्चर गऱ्यौँ भन्दाखेरि हामीले यताबाट पठाउँदाखेरि पनि त्यसरी नै पठाएको छ नि त। त्यही भएर हामीले यसरी नै डिस्ट्रक्चर गर्दाखेरि ठ्याक्क हाम्रो सिग्नेचर आउँछ। अब सिग्नेचर आएपछि हामी के गर्छौँ त भन्दाखेरि यो माथिको जुन सिग्नेचर खाली छ नि यसलाई हामी रिप्लेस गर्छौँ। कसरी भन्दाखेरि फर्म डेटा डट सिग्नेचर इक्वल्स टु हामीले अहिले भर्खर निकालेको सिग्नेचर होइन। यति गरेपछि हामीलाई जति पनि चाहिने कुरा छ फर्ममा हो त्यो फर्ममा चाहिने कुराहरू हाम्रो क्लियर भइसक्यो होइन, सबै कुरा हामीले भेटिसक्यौँ। अब हामी के गर्छौँ त भन्दाखेरि यो इसेवाले हामीलाई भने जसरी नै हामी यसरी नै एउटा फर्म क्रिएट गर्छौँ। फर्मभित्र सबै डाटाको हामी एक एकवटा इनपुट क्रिएट गर्छौँ र इनपुट क्रिएट गरेर हामी त्यसमा हालिदिन्छौँ क्या। सो त्यो काम हामी कसरी गर्छौँ त भन्दाखेरि हामी यहाँ जान्छौँ, यहाँ गएर हामीले फर्म क्रिएट गर्नु पऱ्यो नि त। सो फर्म भन्ने एउटा एलिमेन्ट क्रिएट गर्छौँ। कसरी त, कन्स्ट फर्म इक्वल्स टु डकुमेन्ट डट क्रिएट एलिमेन्ट भन्ने फङ्सन युज गर्छौँ। कुन एलिमेन्ट क्रिएट गर्ने हो त, हामीले फर्म क्रिएट गर्ने हो नि त। अब त्यसपछि हाम्रो यो फर्मको मेथड भनेको कुन टाइपको हुन्छ, फर्मको मेथड यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँलाई, फर्मको मेथड पोस्ट हुन्छ होइन। सो यहाँ पनि हामीले फर्मको मेथड पोस्ट राख्नुपर्ने हुन्छ र फर्मको एक्सन भनेको चाहिँ के हुन्छ त, फर्मको एक्सन भनेको यो युआरएल हुन्छ है। यो युआरएल हामीले टेस्ट इन्भाइरोमेन्टको लागि हामी यो युआरएल युज गर्छौँ र प्रोडक्सनमा जाँदाखेरि भनेको हामीले यो युआरएल युज गर्छौँ। हामी अहिले टेस्टमा गर्दैछौँ त्यही भएर हामी यो तलको युआरएल युज गर्ने भयौँ। सो यो भनेको हाम्रो एक्सन युआरएल भयो। अब एक्सन युआरएल भइसकेपछि अब हामी के गर्छौँ त, यो माथिको जुन फर्म डेटा छ नि यिनीहरूमा हरेक एलिमेन्टमा की भ्यालु पेयरमा हामी लुप चलाउँछौँ र हरेक की भ्यालु पेयरको लागि एउटा इनपुट एलिमेन्ट क्रिएट गर्छौँ, त्यसको भ्यालु र नेमहरू सेट गर्छौँ अनि त्यसपछि यसलाई हामी फर्ममा एपेन्ड गर्छौँ है त। यो कसरी गर्ने त हामी भन्दाखेरि अब्जेक्ट भन्ने क्लासमा अब्जेक्ट डट एन्ट्रिज हामी केबाट एन्ट्रिज क्रिएट गर्छौँ त भन्दाखेरि फर्म डेटाबाट, माथि हामीले बनाएको फर्म डेटाबाट डट फर इच भन्ने लुप क्रिएट चलाउँछौँ हामी र हामी यहाँबाट निकाल्छौँ के त, की र भ्यालु, की भ्यालु पेयर निकाल्छौँ। अनि हरेक की भ्यालु पेयरको लागि हामी बनाउँछौँ एउटा इनपुट एलिमेन्ट इक्वल्स टु डकुमेन्ट डट क्रिएट एलिमेन्ट नेम इनपुट होइन। अनि यसको इनपुट डट टाइप भनेको के हुन्छ त, हिडन हुन्छ। किन हिडन हुन्छ भन्दाखेरि हामीले इनपुट जुन हुन्छ यो हामीले युजरलाई देखाउने होइन क्या, यो भनेको भित्रभित्रै क्रिएट भएर भित्रभित्रै सब्मिट हुनुपर्ने हो नि त। त्यही भएर हामीले यसको टाइपलाई हिडन दिनुपर्ने हुन्छ। अनि इनपुट डट नेम इक्वल्स टु हाम्रो के छ त, की होइन, किनकि नेम भनेको अगाडिको हो नि त, यो भनेको की हो, की भनेको हाम्रो नेम हुन्छ। सिमिलरली
इनपुट डट इनपुट डट भ्यालु भनेको अब यहाँनिर भ्यालु हुन्छ होइन सर। यहाँ कीमा भनेको यसरी स्ट्रिङ होइन, की भनेको हामीले यो दिने हो नि त, भेरिएबलै हुन्छ इनपुट डट की नेम भनेको। अब हाम्रो इनपुट सेटअप भइसकेपछि हामी के गर्छौँ त फाइनली फर्ममा त्यसलाई एपेन्ड गर्छौँ क्या, एज अ चाइल्ड एपेन्ड गर्छौँ फर्ममा। अनि फर्ममा एपेन्ड गरिसकेपछि हाम्रो के हुन्छ त भन्दाखेरि इनपुटलाई हामी एपेन्ड गर्छौँ होइन। सो यति गरेपछि हाम्रो फर्म चाहिएको जस्तो फर्म बनिएको छ होइन। कसरी बन्यो भन्ने कुरा पनि म तपाईँलाई देखाउँछु। जस्तै म यहाँनिर कन्सोल डट लग गर्छु फर्मलाई, ल हाम्रो फर्म कस्तो बन्यो त अहिलेसम्म भन्ने कुरा। र यही सँगसँगै तपाईँलाई म यो सिग्नेचर कसरी क्रिएट भएको छ, के सिग्नेचर आयो भन्ने कुरा पनि देखाउँछु है त। सो हाम्रो यो फ्रन्ट एन्ड भयो होइन। सो इफ आई डु दिस वान्स अगेन, ओके सी अब काम गऱ्यो होइन। त केही भएको थियो होला सायद। यसरी यहाँ सिग्नेचर आइसकेको छ, हामी हेर्न सक्छौँ। यहाँ सिग्नेचरमा भनेको हाम्रो यो सिग्नेचर आयो होइन, यो सिग्नेचर आयो। अनि हामी हेर्न सक्छौँ हाम्रो फर्म एलिमेन्ट यस्तो बनेको रहेछ है। फर्ममा मेथड पोस्ट एक्सन यस्तो भएको, अनि इनपुट यहाँ हेर्न सक्नुहुन्छ यसरी नै सब कुरा बनिसकेको छ क्या। हामीलाई चाहिने फर्म यहाँ जस्तो फर्म भनेको छ नि त्यस्तै खालको यहाँ फर्म बनिसकेको छ। हामीलाई यो आइडीहरू चाहिँदैन, यो आइडीहरू भनेको खासै चाहिँदैन होइन। सो अब यति काम भइसकेपछि अब हामी के गर्छौँ त यो फर्मलाई भनेको हाम्रो एक्चुअल यो एलिमेन्ट छ नि, यो एलिमेन्टको बडीभित्र हामी एपेन्ड गर्छौँ होइन। एपेन्ड गरेर त्यसलाई हामी सबमिट गर्छौँ है। कसरी सबमिट गर्छौँ कसरी त्यस्तो गर्छौँ भन्ने कुरा चाहिँ जस्तै यहाँ एप डट जेएसएक्समा आएर हाम्रो फर्म क्रिएट भइसक्यो नि त। सो हाम्रो डकुमेन्ट डट बडीभित्र एपेन्ड चाइल्ड गर्छौँ हाम्रो फर्मलाई होइन। यसरी एपेन्ड चाइल्ड गर्छौँ फर्मलाई। त्यसपछि फाइनली हामीले फर्म डट सबमिट गर्छौँ। ओके यति काम भइसकेपछि हाम्रो लगभग आधीभन्दा धेरै 70% काम भइसक्यो होइन। हाम्रो इसेवा इन्टिग्रेसन हुने 70% अफ द काम भइसक्यो। यदि तपाईँलाई मैले अहिले देखाएँ भने पनि यहाँ अहिले हाम्रो उतापट्टि इसेवामा जान्छ कि। जस्तै म यहाँ आएर यो गरेँ, रिफ्रेस गरेँ होइन। यदि मैले पे विथ इसेवा भने अब बटन क्लिक गरेँ भने हामी यहाँ देख्न सक्छौँ। यहाँ हेर्नु यहाँ घुम्न थालिसक्यो नि, भनेपछि उता रिडाइरेक्ट हुन खोज्दैछ होइन। ओके एकछिन टाइम दिउँ मलाई। ओके हाम्रो यहाँ रिडाइरेक्ट भइसकेको छ। अब यहाँको जुन टेस्ट क्रेडेन्सियल्स छ नि, यो टेस्ट क्रेडेन्सियल युज गरेर हामी एकचोटि लगइन गर्न ट्राई गरौँ ल। 98068403 युज गरौँ। पासवर्ड भनेको क्यापिटल एन नेपाल @123 छ। अनि आई एम नट अ रोबोट भन्ने यो क्याप्चा हामी फिल गरौँ। अब हामी यहाँ लगइन गर्ने हो भने यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भइसकेको छ। अब हामी टोकन दिउँ है त। टोकन 1 देखि 6 सम्म हुन्छ टेस्टको लागि। मैले भेरिफाई गरेँ भने अहिले मेरो यो टेस्ट एकाउन्टमा 11,000 रुपिस रहेछ। सो मैले अब कन्टिन्यू गरेँ भने पे भिया इसेवा गरेँ भने यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पेमेन्ट सक्सेसफुल भन्ने पेजमा आइसकेको छैन। तर हाम्रो यहाँनिर अहिले देखिएको छैन केही पनि। यो देखिने पनि कसरी देखाउने भन्ने कुरा पनि हामी अहिले गर्छौँ होइन। सो हामीले यहाँ हेर्नुहुन्छ ल, यहाँ हाम्रो सक्सेस पेजमा आउँदाखेरि एउटा कुरा के ख्याल गर्नु त भन्दाखेरि यो सक्सेस भन्ने त आयो, तर एउटा क्वेरी प्यारामिटर पनि आएको छ क्या, डेटा इक्वल्स टु दिस भनेर होइन। यो भनेको चाहिँ हाम्रो के हुन्छ त यहाँनिर हामीलाई चाहिने डेटा हुन्छ नि, हो त डेटा आएको हो क्या। तर यो के छ त बेस 64 इन्कोडेड छ। यसलाई हामीले डिकोड गरेर युज गर्नुपर्ने हुन्छ होइन। जस्तै मैले यसलाई डिकोड गरेर गर्न ट्राई गर्छु ल। यसलाई कपी गरेँ अनि जस्तै मैले एउटा नयाँ उयसमा गएर बेस 64 डिकोडरमा गएँ ल। यहाँ हेरौँ है त यसमा के रहेछ डाटा भन्ने कुरा हेरौँ ल। जस्तै हाम्रो डाटा भनेको चाहिँ कहाँ हो त, यहाँ माथि यो हो नि त डेटा भनेको। ठिक्क डेटा नै हाम्रो कपी भएछ होइन। यसलाई यदि मैले डिकोड गरेँ भने यहाँ हेर्नु त हाम्रो के आइरहेको छ, ट्रान्ज्याक्सन कोड आएको छ, स्टाटस आएको छ, टोटल एमाउन्ट, ट्रान्ज्याक्सन युआइडी। सो हाम्रो जे कुराहरू छ नि हामीलाई चाहिने कुराहरू हो, चाहिने कुराहरू चाहिँ हाम्रो यहाँनिर बेस 64 इन्कोडेड फर्ममा आएको हुन्छ क्या। यसलाई हामीले डिकोड गरेर यहाँ देखाउनको लागि सजिलो हुन्छ होइन। त्यो पनि गरेर देखाउँछु। तर त्योभन्दा अगाडि हामी के गर्छौँ सुरुमा भन्दाखेरि यसलाई हामीले भेरिफाई गर्छौँ क्या। किनकि यो अहिले क्लाइन्ट साइडमा मात्रै भेरिफाई भएको छ नि त। यो भनेको त्यस्तो सेक्युर हुँदैन क्या, हामीले यसलाई ट्रस्ट गर्न सक्दैनौँ, इन्टरफियर भएर आएको पनि हुनसक्छ क्या। सो यसलाई हामीले भेरिफाई गर्नको लागि हामी के गर्छौँ त भन्दाखेरि हामी जान्छौँ हाम्रो सक्सेस पेजमा। अहिले भनेको सक्सेस पेजमा यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर युआई ब्याक केही पनि छैन क्या। यहाँनिर युआई ब्याक केही पनि छैन। अब हामी यहाँ लोजिक ह्यान्डल गरौँ त्यस्तो देखाउनको लागि होइन। सो त्यसको लागि हामी के गर्छौँ भन्दाखेरि सुरुमा त हाम्रो यो सर्च प्याराम्स हो नि त।
यो भनेको हाम्रो सर्च प्यारामिटर्स आएको छ नि त, डेटा भन्ने नाम भएको सर्च प्यारामिटर्स आएको छ। त सर्च प्यारामिटर्स हो त्यो जुन सर्च प्यारामिटर्स छ हो त्यो सर्च प्यारामिटर्सलाई हामी इम्पोर्ट गर्छौँ। कसरी भन्दाखेरि कन्स्ट समथिङ इक्वल्स टु युज सर्च प्यारामिटर्स भन्ने हुन्छ जुन हाम्रो रियाक्ट राउटर डोम बनाउँछ। इम्पोर्ट समथिङ फ्रम रियाक्ट राउटर डोम। त्यो समथिङ के हुन्छ त भन्दाखेरि युज सर्च प्यारामिटर्स भन्ने हुन्छ। सो यहाँ भनेको हाम्रो युज सर्च प्यारामिटर्स भन्ने आयो। अब यहाँ अगाडि हाम्रो के हुन्छ त सर्च प्यारामिटर्स भनेर दिएँ ल मैले होइन, सर्च प्यारामिटर्स भनेर नाम दिएँ। सो यो सर्च प्यारामिटर्सले हाम्रो सर्च प्यारामिटर आयो। अब हाम्रो जुन डेटा क्वेरी छ नि त्यहाँ भएको डेटा भन्नेको जुन भ्यालु छ हो त्यो भ्यालु लिउँ है त। सो कन्स्ट डेटा क्वेरी इक्वल्स टु सर्च प्यारामिटर्स डट गेट। के गेट त यहाँनिर के लेख्नु पर्यो त हाम्रो यसको भ्यालु, यसको के छ, के भनेको हाम्रो डेटा हो नि त। सो हामी यहाँनिर गेट डेटा गर्छौँ होइन। डेटा गरिसकेपछि हाम्रो के हुन्छ, यो डेटा क्वेरीको भ्यालु के हुन्छ थाहा छ? डेटा क्वेरीको भ्यालु भनेको यो बेस 64 इन्कोडेड भ्यालु हुन्छ क्या। सो हाम्रो डेटा क्वेरीमा यो भ्यालु आइसक्यो है। अब डेटा क्वेरीमा यो भ्यालु आइसकेपछि हामी यहाँ एउटा युज इफेक्ट गर्छौँ होइन, युज इफेक्ट स्निपेट। यहाँ हामी के गर्छौँ त एउटा फङ्सन क्रिएट गर्छौँ ल। इमिडिएटली कल्ड फङ्सन हुन्छ है यो भनेको। यहाँनिर हामी बनाउँछौँ, बनाउने बित्तिकै यसलाई कल गरिहाल्छौँ क्या। यहाँनिर फेज डेटा इक्वल्स टु एउटा असिङ फङ्सन क्रिएट गर्छौँ र क्रिएट गरेपछि यसलाई हामीले फेज डेटा भन्ने यो फङ्सन चाहिँ यसलाई यहीँ म अहिले कल गरिदिन्छु नि, किनकि हामीले युज इफेक्टमा नर्मली यसरी असिङ्क्रोनस कोडहरू लेख्न मिल्दैन क्या। त्यही भएर हामीले नयाँ एउटा फङ्सन क्रिएट गरेर त्यसलाई इमिडिएटली त्यहीँनिर कल गर्नुपर्ने हुन्छ। र यो कतिखेर हाम्रो कल हुन्छ जतिखेर हाम्रो सर्च प्यारामिटर्स चेन्ज हुन्छ त्यतिखेर हाम्रो यो कल हुन्छ होइन। सो यहाँभित्र के हुन्छ भन्दाखेरि हामी अब अघि बनाएको जुन एन्ड पोइन्ट थियो नि भेरिफाई गर्ने हो, त्यो एन्ड पोइन्टलाई हामी हिट गर्छौँ क्या। यदि हाम्रो डेटा क्वेरी छ भन्नुको मतलब यदि हामीलाई डेटा क्वेरी आएको छ भने हामी के गर्छौँ त ट्राई क्याच गर्छौँ। र यहाँ एउटा लोडिङ भन्ने एउटा स्टेट हुन्छ ल, युज स्टेट स्निपेट लोडिङ। यसलाई सुरुमा हाम्रो फल्स हुन्छ र जब हाम्रो यो डाटा क्वेरी स्टार्ट हुन्छ नि त्यतिखेर हामी सेट लोडिङ ट्रु गर्छौँ होइन। सेट लोडिङ ट्रु गर्छौँ र सबै सकिसकेपछि फाइनल्ली सेट लोडिङलाई फल्स गर्छौँ है। अनि यहाँ तल भनेको यदि लोडिङ हुँदैछ भने इफ रिटर्न गर्छौँ। लोडिङ भन्ने कम्पोनेन्ट होइन, लोडिङ भन्ने कम्पोनेन्ट के छ त, यो सिम्पल लोडिङ कम्पोनेन्ट हो मैले बनाएको। यहाँ इरर आयो भने हामी फेरि हेरौँ ल। सो हामी के हुन्छ त यहाँनिर ट्राईमा भनेको हामीले सेट लोडिङ भन्ने भइहाल्यो। हामी क्याचमा भनेको हामी के गर्छौँ त, क्याचमा भनेको सिर्फ एउटा अलर्ट दिन्छौँ यहाँनिर इनभ्यालिड डेटा क्वेरी आयो भनेर होइन। अनि यसलाई हामीले एरर भनेर यसरी राखौँ है। अब हाम्रो स्टार्ट हुन्छ है त। कन्स्ट डेटा भनेको के हुन्छ त यहाँनिर जेसन डट पार्स गर्छौँ हामीले ए टु बी डेटा क्वेरी। यो ए टु बी भन्ने फङ्सन चाहिँ भनेको जाभास्क्रिप्टमा बिल्ट इन फङ्सन हो होइन। यसले भनेको चाहिँ त्यही बेस 64लाई हाम्रो नर्मल जेसनमा क्रिएट गरिदिन्छ क्या। सो बेसिकली हामीले अघि जुन वेबसाइटमा जे गऱ्यौँ नि हो त्यही काम चाहिँ यसले गरिदिन्छ। डाटामा अब हाम्रो के आउँछ त त्यो डेटा भनेको जेसनको रूपमा आउँछ क्या। अनि त्यसलाई हामीले पार्स गरेर जेसन पार्स गरेपछि त्यो एउटा अब्जेक्टको रूपमा आउने भयो हाम्रो डेटामा है। अब डेटामा आइसकेपछि हामी के गर्छौँ त फाइनली हामी हाम्रो ब्याकएन्डलाई रिक्वेस्ट गर्छौँ होइन, रेस्पोन्स इक्वल्स टु अवेट फेच गर्छौँ हाम्रो ब्याकएन्ड भनेको लोकल होस्ट 3000/भेरिफाईमा होइन, यहाँनिर लानुपर्ने हो। त्यसपछि हामी के गर्छौँ त यहाँनिर मेथड भनेको हाम्रो पोस्ट हुन्छ। अनि हेडर्समा भनेको कन्टेन्ट टाइप एप्लिकेसन/जेसन हुन्छ राइट। अनि अब हामी बडीमा के दिन्छौँ त, याद छ तपाईँलाई बडीमा के दिन्छौँ भन्ने कुरा? सो बडीमा हामी के दिन्छौँ त भेरिफाई होला, यो जी होइन एफ हो। भेरिफाईमा बडीमा हामी यो कुरा दिन्छौँ है, यति 3टा कुरा।
सो यो भ्यालु हाम्रो कहाँबाट आउँछ? यो भ्यालु हाम्रो आउँछ यहाँ माथिको अहिले भर्खर आएको जुन छ नि डाटा हो त्यहाँबाट आउँछ होइन। डेटा डट टोटल अन्डरस्कोर अमाउन्ट एन्ड ट्रान्ज्याक्सन युआइडी भनेको डेटा डट ट्रान्ज्याक्सन युआइडी। सिमिलरली प्रडक्ट कोड भनेको डेटा डट प्रडक्ट कोड। यसरी आउँछ होइन। यो कुरा कसरी आउँछ भन्ने कुरा अघि मैले तपाईँलाई देखाइहालेँ होइन। यहाँनिर मैले बेस64 डिकोडरमा गयो भने अहिलेको जुन थियो नि हाम्रो यसलाई राखेर मैले डिकोड गरेँ भने यहाँ हेर्नु यहाँ के आउँछ यसरी ट्रान्ज्याक्सन कोड भइहाल्यो। हामीलाई चाहिने भनेको यो टोटल एमाउन्ट ट्रान्ज्याक्सन युआइडी अनि प्रडक्ट कोड हो नि त। सो यहीँनिर आएको हुन्छ क्या यो कुराहरू। त्यही भएर हामीले यहाँनिर एक्सेस गर्न मिल्यो है यसरी। यति गरेपछि हाम्रो अब यहाँनिर रेस्पोन्समा डेटा आइसक्यो। अब हामी के गर्छौँ भन्दाखेरि यसो गरौँ न, सक्सेस कमा रिजल्ट इक्वल्स टु अवेट रेस्पोन्स डट जेसन गर्छौँ होइन। हामीले किन यसरी यसलाई डिस्ट्रक्चर गऱ्यौँ भन्दाखेरि हामीले पठाउनु पनि त्यसरी पनि पठाएको छ नि त, एउटा सक्सेस अर्को रिजल्ट। यहाँ भनेको अर्को सक्सेस अर्को रिजल्ट। अब हाम्रो स्ट्याटस 500 आयो भने त यो चाहिँ एररमा गइहाल्छ। सो भइहाल्यो होइन। अब यति गरेपछि अब हामी यहाँ चेक गर्छौँ। अब हामी यहाँ के चेक गर्छौँ त भन्दाखेरि यदि हाम्रो सक्सेस चाहिँ यदि छ भने ट्रान्ज्याक्सनलाई हामी सेट गर्छौँ क्या। सो हामी ट्रान्ज्याक्सन भन्ने एउटा बनाऊँ ल, से युज स्टेट स्निपेट ट्रान्ज्याक्सन भन्ने एउटा स्निपेट बनाऊँ जुन चाहिँ हाम्रो एउटा एम्प्टी अब्जेक्ट हुन्छ होइन। सुरुमा भनेको एम्प्टी अब्जेक्ट हुन्छ। तर यदि सक्सेस भयो भने होइन, इफ सक्सेस भयो भने हामी के गर्छौँ त सेट ट्रान्ज्याक्सन गर्छौँ रिजल्टलाई है। यदि भएन भने हामी के गर्छौँ त हामी नेभिगेट गर्छौँ फेल्युरमा है त। सुरुमा हामी अलर्ट गर्छौँ यहाँनिर पेमेन्ट नट भेरिफाइड भन्छौँ ल यहाँनिर। पेमेन्ट नट भेरिफाइड, पेमेन्ट भेरिफाई भएको छैन। त्यही भएर तपाईँलाई नेभिगेट गर्दैछौँ है हामी भन्नको लागि यहाँनिर कन्स्ट नेभिगेट इक्वल्स टु युज नेभिगेट हामी लिन्छौँ हाम्रो रियाक्ट डट डमबाट नेभिगेट स्ल्यास फेल्युरमा है। स्ल्यास फेल्युरमा हामीले नेभिगेट गर्छौँ। र यहाँनिर हाम्रो एरर आएको छ भने पनि हामी के गर्छौँ नेभिगेट गर्छौँ है। नेभिगेट गर्छौँ स्ल्यास फेल्युर। जे भए पनि यो एरर आएको भने त हाम्रो ट्रान्ज्याक्सन फेल्युर भएकै हो नि त, फेल भएकै हो नि त। त्यही भएर हामीले यहाँनिर फेल्युरमा हामी नेभिगेट गर्दा हुन्छ। सो यति काम भएपछि हाम्रो यहाँको पनि मोस्ट अफ द काम भयो। अब हामीले बस के गर्नुपर्छ त यदि ट्रान्ज्याक्सन यहाँ भनेको यदि लोडिङ छ या फिर ट्रान्ज्याक्सन छैन भने होइन। सुरुमा ट्रान्ज्याक्सनलाई हामी नल बनाऊँ न त है। सुरुमा नल हुन्छ अनि यदि यो भयो भने हाम्रो ट्रान्ज्याक्सन बस्छ। यदि नल छ भने चाहिँ हाम्रो लोडिङै भइरहेको छ होइन। ओके, अब ट्रान्ज्याक्सन नल छैन भने अब हामी यहाँ के गर्न सक्छौँ त यहाँ आइडी हो नि त। सो यहाँनिर हामी ट्रान्ज्याक्सन डट ट्रान्ज्याक्सन युआइडी हामी क्रिएट या फिर सिम्पल हाम्रो ट्रान्ज्याक्सन आइडी पनि छ होला यहाँनिर। यस ट्रान्ज्याक्सन कोड छ होइन, तर हामी ट्रान्ज्याक्सन युआइडी पनि दिउँ यहाँनिर ट्रान्ज्याक्सन युआइडी। अनि एमाउन्ट भनेको हाम्रो के हुन्छ त ट्रान्ज्याक्सन डट टोटल एमाउन्ट हुन्छ है। ओके, त्यसरी नै हाम्रो स्ट्याटस पनि के हुन्छ त भन्दाखेरि ट्रान्ज्याक्सन डट स्ट्याटस हुन्छ होइन। सो यति गरिसकेपछि हाम्रो मोस्ट अफ द काम हुन्छ। यो बटनमा हामी एउटा अन क्लिक थियौँ, यो ब्याक टु होम भन्ने बटन क्लिक भइसकेपछि भनेको हाम्रो नेभिगेट हुन्छ स्ल्यास होममा होइन, होममा नेभिगेट हुन्छ। सो यति भएपछि यहाँको पनि काम चाहिँ हुनुपर्ने हो। हेरौँ है त यहाँनिर के एरर आए जस्तो देख्दै थिएँ म, फेल टु रिजल्भ डट लोडिङ डट जेएसएक्स। त्यही कुरा यहाँको यो लोडिङ डट जेएसएक्स किन रिजल्भ भइरहेको छैन भन्ने कुरा हो होइन। ओके, आयो फेरि अहिले। घरिघरि के हुन्छ भने आइडी नै यस्तै हो कि किन इनभ्यालिड डेटा क्वेरी भनिरह प्रोसेसिङ पेमेन्ट। हाम्रो इनभ्यालिड डेटा क्वेरी कतिखेर हुन्छ भन्दाखेरि यदि हाम्रो एरर आयो भने यहाँनिर होइन। अब के एरर आयो त भन्ने कुरा हेरौँ त यहाँनिर। स्ल्यास भेरिफाईमा हाम्रो एक्सेस हुन पाएन अरे ड्यु टु कोर्स पोलिसी
ओके, हाम्रो आई थिङ्क ब्याकएन्डमा एरर आएको छ होइन। ब्याकएन्डमा के एरर आयो भन्दाखेरि अब्जेक्ट भनेपछि हाम्रो यहाँनिर अगाडिबाट फ्रन्ट एन्डबाट जुन गएको छ नि यो डाटा ओके यहाँनिर भनेको हाम्रो जेसन डट स्ट्रिङ्गिफाई हुन्छ है ल। जेसन डट स्ट्रिङ्गिफाई गर्नुपर्ने हुन्छ, यो बिर्सेछु मैले। सो यति भइसकेपछि अब त काम गर्नुपर्ने हो। यसलाई मैले रिस्टार्ट गरेँ त ब्याकएन्डलाई। सो यहाँनिर अब म अहिलेकोमा गएँ भने जुन हाम्रो अहिलेको सक्सेस थियो नि /सक्सेस/ डेटा भएको सक्सेसमा जाउँ ल। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो ट्रान्जेक्सन आइडी आयो, एमाउन्ट पनि आयो र कम्प्लिट भनेर पनि आयो होइन। सो यति भएपछि हाम्रो भेरिफाई भयो क्या। अब चाहिँ एकदम भेरिफाई भयो, हाम्रो पेमेन्ट भेरिफाई भयो भन्ने थाहा भयो। अब चाहिँ अब यति गरिसकेपछि हाम्रो अब इन्टिग्रेसन भयो क्या, सबै काम गरिसक्यो। अब तपाईँलाई मैले फेरि स्टार्टदेखि देखाएँ भने यहाँ अब पे विथ सेवामा क्लिक गरेपछि यहाँ जान्छ। हामीले यहाँनिर हाम्रो टेस्ट जुन हुन्छ यहाँ हामीले राखौँ। ओके, आई एम नट अ रोबोट। अब हेर्नु है त केही कथम हामीले अब पेमेन्टलाई क्यान्सल गऱ्यौँ भने के हुन्छ त, हाम्रो पेमेन्ट फेल भएको हो नि त। पेमेन्ट क्यान्सल गऱ्यौँ भने हाम्रो के जान्छ, कहाँ जान्छ त यो जाने भयो हाम्रो यसरी पेमेन्ट फेल भएको ठाउँमा जाने भयो है। सो हामी एउटा अब नयाँ सक्सेसफुल पेमेन्ट बनाऊँ न। 100 भन्दा पनि अलिक 500 रुपिसको गरौँ र अब चाहिँ यहाँ गरेर मैले फेरि यसलाई यो राखेँ होइन। अब मैले क्याप्चा पनि फिल गरेँ। अब मैले लगइन गरेँ भने सक्सेसफुली म लगइन भइसकेँ। अब मैले यहाँ ओटिपी हाल्छु, भेरिफाई गर्छु, भेरिफाई पनि भयो होइन। सो 500 को मैले यहाँनिर पेमेन्ट गरेँ भने हेर्न सक्नुहुन्छ हाम्रो पेमेन्ट सक्सेसफुल भयो। एमाउन्ट भनेको 500 रुपिस, ट्रान्जेक्सन आइडी यो छ हाम्रो र स्ट्याटस भनेको कम्प्लिट भयो होइन। अब हामी ब्याक टु होम गरेपछि ओके हाम्रो काम सक्यो होइन। एउटा सानो कुराहरू तपाईँहरूलाई म अलिकति क्लियर गर्न चाहेँ। प्रोडक्सनमा चेन्ज हुने भनेको तपाईँको एउटा फर्म सबमिट गर्ने एक्सन हो, स्ट्याटसलाई चेक गर्ने युआरएल हो, एउटा प्रडक्ट कोड हो र अर्को भनेको सिक्रेट की हो होइन। यति चारवटा कुरा मात्रै चेन्ज हुन्छ। यो चारवटा कुरामा सिक्रेट की र प्रडक्ट कोड भनेको तपाईँलाई ई सेवाले प्रोभाइड गर्नेछ। र आजलाई हाम्रो भिडियोमा यति नै हो। तपाईँहरूलाई आई होप राम्रो लाग्यो होला। राम्रो लाग्यो भने भिडियोलाई लाइक चाहिँ गरिदिनु होला। ओके, बेस्ट अफ लक।